रातो माटो र धुलो उडाउने बाटो अब हराएको छ। अहिले कालो पिच गरिएको चौडा सडक, दुवै किनार हरियाली र बीचमा बगेको उत्तर वाहिनी कालीगण्डकी सबै मिलेर बनाउँछन् यो यात्रालाई अविस्मरणीय। यो केवल एउटा सडक होइन, यो हो देशका भौगोलिक, आर्थिक र सांस्कृतिक धरोहरहरूलाई जोड्ने जीवन रेखा। प्रकृतिको अनुपम उपहार हुन्छ क्या यसलाई। यात्रा सुरु हुन्छ ऐतिहासिक स्थल रानीमहलबाट। नेपालको ताजमहल भनेर चिनिने यो महलले कालीगण्डकी नदीको किनारमै आफ्नो अद्भुत सौन्दर्य फैलाएको छ। पिच सडकले अब यो स्थानसम्म पुग्न सजिलो बनाएको छ। पहिले जहाँ हिँडेर वा हिलाम्मे बाटो पार गरेर पुग्नु पर्थ्यो, अब सवारी साधनमै नदीको छेउसम्म पुगिन्छ। रानीमहल वरिपरिका गाउँहरू, तिनमा आएको परिवर्तनहरू सहजै देखिन्छ। घरेलु पसलहरू, स्थानीय गाइडहरू र घर घरमा खुलेका होमस्टेहरू सबैले यहाँको पर्यटन जीवनलाई नयाँ उचाइमा पुर्याएका छन्। यो बाटो पाल्पा जिल्लामा पर्दछ। अत्यन्तै रमणीय ठाउँ। सेन्जा, गुल्मी, अरेखसी लगायतको जिल्लाहरूमा छोटो र एकदमै सजिलो यात्राको लागि यो बाटो, यो कालीगण्डकी करिडोर एकदमै उपयुक्त साबित भएको छ। सँगसँगै यस आसपासमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूले, किसान वर्गहरूले यो बाटोको भरपुर उपयोग गरिरहनु भएको छ। रानीमहल छोड्दै हामी अगाडि बढ्छौँ। कालीगण्डकीको किनारसँगै फैलिएको सुन्दर सडकमा यो बाटो अब पुरानो धुलो र हिलो होइन, सफा कालो पिच सडक जसले गाडी चलाउँदा पनि एक किसिमको शान्ति दिन्छ। कहिलेकाहीँ सडक नदीको छेउमा मिल्दोजुल्दो बन्छ, कहिलेकाहीँ पहाडको काँधमा टेकेर उक्लिन्छ, तर दृश्य जहाँ पुगे पनि कालीगण्डकीको सधैँ साथमा हुन्छ। बगेको नदी, हरियाली र पिच सडक नेपालको नयाँ स्वरूप देखाउँछ। बाटो वरिपरि जीवन चलायमान छ। कालीगण्डकी करिडोरले यिनी गाउँहरूमा नयाँ आशा ल्याएको छ। अहिले त धेरैजसो गाउँहरूबाट सहर पुग्ने बाटो सिधै यही करिडोर हुँदै जान्छन्। रोजगारीका अवसरहरू बढेका छन्, सामान ओसार पसार सहज भएको छ र पर्यटनले गाउँको अर्थतन्त्र चलाएको छ। यो बाटोको अर्को सुन्दर पक्ष यसको धार्मिक महत्त्व हो। कालीगण्डकी आफैमा पवित्र नदी, जसको किनारमा गुल्मी, सेङ्जा, पाल्पाका मन्दिरहरू शान्ति र श्रद्धाको प्रतीक बनेका छन्। रेडी मन्दिर, जहाँ प्रत्येक वर्ष माघ मेलामा हजारौँ भक्तजनहरू जम्मा हुन्छन्, अब यो करिडोरका कारण सहजै पुग्न सक्ने भएका छन्। यसरी कालीगण्डकीको करिडोरले धर्म, संस्कृति र पर्यटन तिनै पक्षलाई जोड्ने काम गरेको छ।
हामी यो सडक खण्ड अन्तर्गत यात्रा गर्दै गर्दा छेर्लुङ, अर्तुङ्गा, अर्गली जस्ता गाउँहरू यो सडकले छोएको छ। यी गाउँहरू कालीगण्डकी करिडोरसँग सँगै जोडिँदै जाँदा स्थानीय जीवनमा नयाँ परिवर्तनहरू आएको छ। बाटोको किनारै किनार देखिने सुन्दर बस्ती र खेतीबारीमा हुर्किरहेका अन्नबालीहरूले साँच्चै अनुभूति दिन्छन्। अब कृषि पनि बजारसँग नजिकिँदैछ। यो करिडोरले गाउँका मानिसलाई सहरसँग मात्र होइन आफ्नो सपनासँग पनि जोडिदिएको छ। यो भिडियो बनाउँदै गर्दा म यति बेला यो सडकमा स्कुटरमा यात्रा गरिरहेको छु। हरियाली, चिसो हावा र खाली सडक कति पर्फेक्ट छ कम्बिनेसन। यस्तो सडकमा राइड गर्न जो कोहीलाई पनि मनपर्छ होला। कसरी यस्तो राम्रो सडक बनेको हो भने यो कालीगण्डकी करिडोर नेपालको राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो र यो बाटो भारत र चीन जोड्ने योजना अन्तर्गत निर्माण भएको हो। पिच सडकले यहाँका गाउँहरूलाई नेपालको मुख्य आर्थिक धारासँग जोडेको छ। अब किसानका उत्पादन बजारसम्म पुग्न सजिलो छ। पर्यटनका लागि नयाँ गन्तव्यहरू खुलेका छन्। अर्का दशकमा यो करिडोर नेपाल चीन व्यापारका लागि प्रमुख मार्ग बन्ने सम्भावना छ र यसले नेपालको समग्र अर्थतन्त्रमा नयाँ ऊर्जा भर्नेछ। कालीगण्डकी करिडोर नेपालका भौगोलिक सीमाहरू मात्र होइन, मानव हृदयका दूरीहरू पनि घटाउँदैछ। यसले सहर र गाउँ, धर्म र व्यापार, संस्कृति र आधुनिकता सबैलाई एउटै डोरामा बाँधेको छ। यो केवल सडक होइन, यो हो आशाको बाटो, विकासको गन्तव्य र नेपाललाई जोड्ने जीवन रेखा। सडकमा यात्रा गर्दा कालीगण्डकी नदी सधैँ हाम्रो साथमा रहन्छ। किनारको हरियाली, जङ्गल र पहाडको दृश्यले सडक यात्रा अझ रमाइलो बनाउँछ। हावा हल्का चिसो छ। पानीको धारा सुस्त तर स्थायी बगिरहेको छ। त्यहाँका झरनाहरू, साना किल्लाहरू र वनस्पतिहरूले हामीलाई प्राकृतिक सुन्दरतामा डुबाउँछ। सडकका कर्भ र मोडका स्कुटर चलाउँदा हामीले अनुभव गर्छौँ यो यात्रा केवल गन्तव्य होइन, यो अनुभूति र प्रकृतिसँगको संवाद। सो साइड लाऊ है, साइड लाऊ। छेर्लुङ, हर्तुङ्गा र अर्गली जस्ता गाउँहरूमा पुग्दा जीवनको यथार्थ देखिन्छ। बस्तीहरू बाटोको किनारमा हरियालीमा मक्ख छन्। खेतबारीमा हुर्किरहेको अन्न, महिलाहरू खेतमा काम गर्दै र बालबालिकाहरू बाटोमा चौरमा हाँस्दै दौडिरहेका छन्। यी दृश्यले स्पष्ट देखाउँछन् कालीगण्डकी करिडोरले गाउँलाई बजारसँग मात्र होइन, आशा र सम्भावनासँग पनि जोडिदिएको छ। सडकले केवल आर्थिक र भौगोलिक दूरी घटाएको छैन, यो धार्मिक र सांस्कृतिक स्थानहरूलाई पनि सहज बनाएको छ। रेडी मन्दिर, जहाँ माघमा हजारौँ भक्तजनहरू जम्मा हुन्छन्,
अब सजिलै पुग्न सकिन्छ। सडक यात्रा र तीर्थयात्रालाई दुवैलाई सहज बनाएको छ। धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्य सबै एउटै यात्रामा अनुभव गर्न सकिन्छ। यो क्षेत्र केवल सुन्दर नभएर इतिहासले भरिएको छ। पूर्वजहरूले यही बाटो प्रयोग गर्दै व्यापार र यात्रा गर्थे। पुराना किल्ला, मन्दिर र घाटहरूले यस क्षेत्रको ऐतिहासिक महत्त्व देखाउँछन्। स्थानीय वृद्धहरू बताउनुहुन्छ, पहिले घाम, वर्षा र हिलोमा यात्रा गाह्रो हुन्थ्यो, तर अहिले पिच सडकले जीवन नै सजिलो बनाएको छ। भोलिको सम्भावना पनि यही बाटोसँगै बढिरहेको छ। नेपाल चीन व्यापार, पर्यटन र कृषि सबै क्षेत्रमा यो मार्गले नयाँ अवसर ल्याइदिएको छ। कालीगण्डकी करिडोर केवल सडक होइन, देशको भविष्यको धुरी बनेर आएको छ। यात्राको क्रममा कैद भएका यी दृश्यहरूलाई यो भिडियोमा यहीँसम्म बिट मार्ने अनुमति माग्छु। अनुभव र दृश्य हाम्रो मनमा सधैँ रहिरहनेछ। तपाईँलाई हाम्रो यात्रा कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला। अर्को भ्लगमा भेटौँला। नमस्कार।